हरि ओम तत्सत। भगवद्गीता अध्याय 1 श्लोक 9। श्लोक इस प्रकार रहेको छ। अन्ये च बहवः सुरा मदर्थे त्यक्त जीवितः नाना शस्त्र प्रहरण सर्वे युद्ध विशारदः। मेरा लागि जीवन त्याग गर्न तयार भएका अरू पनि कयौं वीर छन्। ती सबै युद्ध गर्नमा अनुभवी छन् र विभिन्न हतियार प्रहार गर्नेवाला छन्। जीवन जिउने क्रममा मानिसहरूका एक आपसमा परिवार, नातेदार, इष्टमित्र, साथीभाइ जस्ता सम्बन्धहरू रहेका छन्। यी मानिसहरू झट्ट हेर्दा सिपुवान छन्, क्षमतावान छन्, सम्पन्न छन् अनि पहुँचवाला पनि छन्। तर शारीरिक अवधारणाले गर्दा मानिसहरूलाई म अनि मेरो परिवार, मेरा इष्टमित्र, मेरा नातेदार, मेरा साथीभाइहरू भन्ने हुन्छ। जीवनका कठिन परिस्थितिमा समस्या उत्पन्न भएका बेला यिनै इष्टमित्र, नातेदार, साथीभाइहरूसँग सहयोग माग्ने गरिन्छ। तर जब साथ सहयोग प्राप्त हुन्छ त्यति बेला मेरा नाता सम्बन्धीहरू, साथी सम्बन्धीहरूले गर्दा साथ सहयोग प्राप्त भयो। साथसाथै मेरा लागि साथ सहयोग गर्न सदैव तयार छन् भन्ने हुन्छ। भन्नुपर्दा शारीरिक अवधारणाले गर्दा मानिसले मेरो प्रभावले गर्दा, मेरा कारणले गर्दा नाता सम्बन्धीहरू, साथी सम्बन्धीहरू मेरा लागि साथ सहयोग गर्न सदैव तयार छन् भन्ने गर्छ। धन्यवाद। राधे राधे।